त्यो ब्राह्मणहरू कसैले हात्ती लिएको, कसैले घोडा लिएको, कसैले गौदान गरेको लिएको, कसैले गन्धर्व लिएको, सारा ब्राह्मणहरू आफ्ना दानहरू लिएर खुसी भएर कोही बिदा हुन लागेको त्यसै अवसरमा अनि ब्राह्मण रूपी भगवान विष्णुले हातमा कमण्डलु लिएको, टुपी खान परेको, पहेँलो वस्त्र धारण गरेको एउटा फुच्चे केटो जोगी बनेर नारायण राम 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 आयो नजिकै हेरा हेरा आयो नजिकै। कसरी आयो आफ्नो मन्त्रीलाई भने कि ए बाबु मन्त्री हो के हामी साह्रै सानो जोगी छ नारायण ए बाबु यता बोलाई देऊ